हेलो साथीहरु, सेवा इट्स मी सविता। आइप सबैजना सन्चै हुनुहुन्छ होला। म जस्तै टुडे इज न्यू डे न्यू भिडियो साथसाथै हजुरहरूलाई वेलकम ब्याक टु माई च्यानल। अन्त अहिले बिहानै कस्तो राम्रो मौसम क्या साथीहरु, क्लियर निस्किरहेको रहेछ। अन्त मलाई जुरुक्क उठेर मुखै नदै भिडियो गर्ने मन लाग्यो। अन्त मैले भिडियो गरेको साथीहरु चराचुरुङ्गी मस्त गरेर आएको छ। अनि यहाँबाट देख्न सक्नुहुन्छ हाम्रो गाउँको भ्यू। घाम त्यहीँ आइपुग्यो, 6 बज्यो तर घाम आइसक्यो के साथीहरु। हेर्नुस् न मकैहरु। हाम्रो घर चाहिँ यहाँ छ। अन्त एकदम दामी के। अन्त अब आज केही मेरो कन्टेन्ट छ छैन मलाई थाहा छैन है। त्यो पनि मलाई यो मौसम देख्दा चाहिँ कस्तो भिडियो गरौँ लाग्यो के साथीहरु। अनि त्यही भएर मैले चाहिँ बिहान भिडियो स्टार्ट गरेको साथीहरु। आमाहरु चाहिँ उठ्नु भएको छैन अझैसम्म। अनि हामी चाहिँ अरु जस्तो आत्तिएर उठ्दैन, आरामले उठ्छौँ साथीहरु। काम छैन नि त बर्खामा। हिजो पानी परेको थियो रातभरि, त्यही भएर हामी नउठेको। अनि एकैछिनमा मौसम चेन्ज हुन्छ के। अन्त त्यही भएर गाह्रो छ। अघि मैले थोरै भिडियो है उठेर झ्यालबाट लिगेको थिएँ, त्यो पनि दामी छ के। अनि अहिले एकैछिनमा मौसम चेन्ज हुन्छ। आजको काम भनेको चाहिँ मेरो घाँस काट्नु थियो साथीहरु। अब के हुन्छ लेट्स सी। पानी परेर फेरि राति हुन्छ। अनि हाम्रोतिर त अहिले पानी परिरहेछ बर्खाको चलन भएर। अनि त्यही भएर नो पिड साथीहरु। अन्त पानी पर्यो के साथी। म घाँस काट्न आएको थिएँ, पन्जा र हँसिया लिएर म चाहिँ यो खर काट्न आएको थिएँ गाइज है। यति ठुल्ठुलो भइसक्यो यो खर। अन्त पानी पर्यो। हेर्नु नि मेरो ज्याकेटमा थोप्ला भइसक्यो। अन्त पुरा अब यस्तोमा त काट्नु हुँदैन। मैले हात लुगा लगाएर राति साथी गर्मी भएर अनि पानी पो पर्यो त। मौसम पानी स्टार्ट सुरु हुँदैछ गाइज। यसरी आल्जा पनि छ खाने हो नि। ओ माई गड पानी पर्यो साथीहरु, पानी पर्यो। जति पानी पर्यो नि साथीहरु, आल्चा खाट्न चाहिँ छोड्नु भएन है रुखमा चढेर। अब आल्चा पो छ कता हैन। गाइस अहिले फेरि अहिले घाम लागेको बेला धेरै मिठो हुन्छ। अहिले पानी परिरहेछ कि। अन्त मैले यति भने यम्मी हो पानी परेको। सोलुतिर एकदम शीतल छ साथीहरु। मान्छे गर्मीले मुटु ढुकढुक गरेर त फ्याट भन्छ। हाम्रो सोलुमा चाहिँ शीतल छ। अन्त यहाँ स्याउ पनि छ। त्यो साथीहरु पानी लगाएपछि मैले एकछिनमा घाँस काट्छ है त। मेरो चाहिँ भारी पुगिसक्यो। अन्त पछाडि देख्न सक्नुहुन्छ आम्बो धुम्बा। अन्त अघि पानी परेकोले घाँस काट्न पाइएको थिएन। अन्त काटेर पनि पुरै सक्यो। अनि मेरो भारी पनि पुगिसक्यो। अन्त साँझ भइसक्यो साथीहरु। मेरो हात भर्न ठुलो पानी छ। अन्त अब यहाँ भारी बान्नुपर्ने हुन्छ। मैले अहिले यति नगरे त साथीहरु, सानो टोकोमा यति गरेर बानेन भने त भारी पुग्दैन। ठुलोमा पनि बोक्नु सक्दैन। अनि यति त गर्न पर्ने हुन्छ हैन साथीहरु।
अनि त्यही भएर भारी कस्दैछु ल। यस गाइज मेरो भारी चाहिँ रेडी भइसक्यो। देख्न सक्नुहुन्छ तपाईँले मेरो भारी कति सानो छ साथीहरू हाम्रो भारी चाहिँ। अन्त फेरि ठुलो डोकोमा बोक्नु सक्दैन नि त, अनि यसमै च्याट्ट लाएर बोक्न पर्ने हुन्छ है साथीहरू। के गर्नु गाउँघरको जिन्दगी गाह्रो छ। अब चाहिँ म बोकेर जान्छु घरतिर ल। म चाहिँ तलको डिलदेखि माथिसम्म आइसकेँ। आम्बो यो देख्दा चाहिँ भारी यति छ है, लास्टै गरौँ के लास्टै गरौँ हो। अन्त यहाँ अब पन्जा र हँसिया टिप्नु छ मेरो अझै। पन्जा र हँसिया अनि चाहिँ अब बाटो जानुपर्ने हुन्छ। मेरो भारी देख्न सक्नुहुन्छ तपाईँहरूले। गाइज गाउँले जिन्दगी गाह्रो छ, यति नगरे त बस्तु भाउ अगाउँदा पनि अगाउँदैन, घाँस काट्नुपर्ने हुन्छ। गाह्रो छ गाउँमा जिन्दगीको गोरेटोमा। भारी बोक्दै भिडियो बनाउँदै किन हिँडेको त भन्नु होला साथीहरू। के गर्नु, आफूलाई भ्लग गर्ने रहर हुन्छ, अन्त नि केही भन्छु भन्ने इच्छा लागेको छ, अन्त त्यही भएर बनाउँदै हिँडेको। मोबाइल साथमा भयो भने चाहिँ बोल्दै हिँडेको मजा बेग्लो हुन्छ क्या, काम गर्दा जस्तो हुँदैन नि त। त्यही भएर सो गाइज मेरो चाहिँ भारी यहाँ थोरै भएको छ। अनि आल्चाको बोट पनि छ अघि खाएको। मासतिर निस्क्यो साथीहरू। टेकाउन पऱ्यो। ओ नो झन्डै लड्यो साथीहरू। त्यहीँबाट यहाँ आउँदा लास्टै गल्ने कि साथीहरू। सानो डोकोमा छ, ठुलो डोकोमा जाँदैन हलिरहनु हुन्छ। सो गाइज मेरो चाहिँ भारी पनि पुग्यो। आज चाहिँ मैले घाँस काट्यो। यस्तै हो गाउँले जिन्दगी। सो गाइज आजको भिडियो चाहिँ के कस्तो लाग्यो, डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाई बाई।